राष्ट्रिय राजनीतिमा ऋषि धमलाको आवश्यक छ। पद तपाईँ लानुस्। आजको राष्ट्रिय राजनीतिमा ऋषि धमला आवश्यक छ। यो मानेमा म तपाईलाई अपिल गर्न चाहन्छु, मेरो विशेष अपिल हो, जेनजीहरूको अपिल हो। ओखलढुङ्गाका जेनजीहरू ऋषि धमला चाहन्छन्। यो मानेमा तपाईलाई पनि हामी त्यो ठाउँमा पुर्याउँछौँ। म तपाईहरूको कार्यकर्ता हुन्छु, म तपाईहरूको नोकर हुन्छु। यी अवसरवादी झोले झ्याम्टेहरूलाई तलाउन त ऋषि धमला निर्विकल्प हो। तपाईँ खुट्टा टेक्नुहोस्, काँध चढाउने जिम्मा हाम्रो। त ऋषिजीले तिनीहरूलाई आज नेता बनाएर आज चाहिँ संसद भवन गएका थिए नि। ऋषि धमला जतिको मान्छे हामीले राष्ट्रिय राजनीतिमा ल्याउँदाखेरि जनताले मूल्याङ्कन गर्नुपर्छ। हामी दम्ब साथ भन्छौँ। तपाईँ रौतहट क्षेत्र नम्बर 4 या त रौतहटको कुनै क्षेत्रबाट लड्नुहुन्छ भने हामी गोली खानुपर्छ भने गोली खान म तपाईको जिल्लामा पनि आउँछु फेरि तपाईलाई पनि। हाम्रो जिल्लामा त तपाईँ आउने नै होइन नि। हाम्रो जिल्लामा त हामीले लिएर जाने हो ऋषि धमला। हामी स्वागत गर्छौँ सुनकोशीको गेटबाट ऋषि धमला। अघि बढ ऋषि दाई, जनता तिम्रो साथमा छ। ओखलढुङ्गे सबै जनताहरूले ऋषि दा या भन्ने छन्। आज हामीसँग 5000 भन्दा माथि युवा सर्कल छ, अझै जोडिने क्रम छ। सानै अर्को छ ऋषि धमला जाँदा। यो कुरा मिलाउन कसैले सक्छ भने ऋषि धमलाले सक्छ भनेर हामी ऋषि दाईको शरणमा छौँ। ऋषि दाईले राष्ट्रिय राजनीतिमा सुपर नायक, ऋषि दाई आफैमा सुपर नायक हो। राजनीतिको सुपर नायक बनाउने मेरो सपना हो। म भनेको जेनजीको प्रतिनिधि पात्र हो। अभी मैं गाली नहीं दे सकता। नहीं, गाली नहीं देना। फैमिली देखती है, वरना मैं ऐसे गाली दूं, ऐसे गाली दूं ना, जिंदगी भर याद रखें ये बड़े हुए। हिजो कांग्रेसमा बीपी कोइरालाको आवश्यकता थियो, आज ऋषि धमलाको आवश्यकता छ भन्न हामीले नपाउने जेनजीले। तपाईँ त त्यागी नेता, त्यागी पत्रकार हो नि त। अब नेता भनिहाले मैले, तपाईँ नेता पनि हो। जेनजीको नेता कोही छ भने नेपालमा ऋषि धमला हो। यो त टेलर हो, फिल्म आउन बाँकी छ। फिल्म फागुन 21 मा आउँछ ऋषि धमलाको पक्षमा। के बोले भाइ? अब के बोले के जथाभावी बोले? कटक त सिंहदरबारको रोस्टमले ऋषि धमला खोजेको छ। आज म दम्बसाथ भन्छु, बालनले बनाएको केन्द्रीय सदस्य वडा सदस्य जित्ने हैसियतको छैन। जेनजीको त ओखलढुङ्गामा त हामीले त तल्का मच्चाएको हो। आज माइती घरमा मेरै नेतृत्वमा भएको। तपाईले 5000 10,000 मान्छे ओडालिदिनु भयो सडकमा। मैले नेतृत्व गरेका साथीहरूलाई ऋषि धमला आजको आवश्यकता साथी हो भनेपछि त्यहाँ कसैले पनि प्रश्न उठाउँदैन। ऋषि धमला भनेपछि ओहो हाम्रै ब्रान्ड रहेछ ऋषि धमला। अब